नै आसमा विश्वकर्माको सिक्री सिक्री तपाईहरु पनि कतिले लेख्नै जान्नु भएको छैन। खासमा त्यसको अर्थ त त्यही मैले लेखेकै रहेछ नि के अन्त सिकरी नै फिकरी। ल त्यही पनि ठिकै छ। सिक्री सिक्री गीतले चाहिँ त्यो डान्स गरेको गीतले चाहिँ 60 मिलियन क्रस गरेर चाहिँ हिजो सेलिब्रेसन युनेस्कोले सेलिब्रेसन महोत्सव मनाउनु भयो अरे, उत्सव मनाउनु भयो अरे, गेट टुगेदर। के यत्रो बडो काट्नु भएको थियो, हामीलाई त ल्याइदिनु भएन। त्यो 60 मिलियनमा म पनि एकजना पर्छु। भ्युअर्समा 50 चोटि 100 चोटि भन्दा उँभो हेरेँ होला मैले। अनि यसमा मैले अलिकति आसमा विश्वकर्मा बहिनीलाई धेरै धेरै बधाई दिन चाहे। अनि हाम्रो क्यामेराम्यान भाइ चाहिँ को हुनुहुँदो रहेछ हौ? त्यो कमेन्टमा फोटो ठेस्सा हाल्न मिल्दो रहेछ, हाल्दिनु न खिचेर ल को हुनुहुँदो रहेछ हेरौँ। यति राम्रो है, म त डाइरेक्टर त होइन कि क्यामेराम्यान, त्यसको बारेमा खासै नलेज छैन, यो नलेज जानकारी ज्ञान छैन नि त। त्यही पनि थाहा हुन्छ नि त एङ्गल कहाँबाट कसरी मिलाएको छ एङ्गल। आमामा यताबाट उताबाट इधर उधर आगे पछि ऊपर नीचे क्या राम्रो खिचेको छ है भाइले। भाइलाई पनि एकदमै धेरै बधाई दिन चाहन्छु। उहाँ रामचरण शरण कि चरण हौ जे भए पनि मलाई त राम शरणको भन्दा चरणको भन्दा एकदम उत्पात मन परेको आसमाको। मैले हेर्दा अब सबैको हेराइ आफ्नो हुन्छ। ओरिजिनल भनेको ओरिजिनल भन्नुहुन्छ के हुन्छ, कहिलेकाहीँ त ओरिजिनल भन्दा डुप्लिकेट पनि राम्रो देखिनु हुन्छ नि त। तर सब ओरिजिनल भन्दा राम्रो। अब रामशरणलाई त कति थियो होला नि त्यहाँ कोरियोग्राफी हो कि खोरियोग्राफी सिकाउने गर्नु त कति हुन्छन्। आसमालाई छन् एक्लै, अनि मिल्छ हुँदैन नि, हिरो भनेर हुँदैन नि त। राम्रोको त राम्रो भन्नुपर्छ। मैले चाहिँ अहिलेसम्मको मलाई एकदमै मन परेको गीत त त्यस्तै हो। डान्समा चाहिँ अहिलेको यही आसमा विश्वकर्मा बहिनीको है, बहिनीको ल बधाई छ। म इन्डिया हल्लाइसकेको छ अरे रामशरण एकदम थिङ्किङ गर्दैछ अरे राम्रो यो कहाँबाट आई, मेरो भन्दा राम्रो नाच्ने, हु आर यु।